हेलो एभ्रिवान, के छ तपाईहरुको हालखबर? आई होप सन्चै हुनुहुन्छ हैन त? म पनि एकदम ठिकठाक छु। आज चाहिँ म तपाईहरुलाई लाँदैछु थाङकोटको त्रिभुवन पार्कमा र त्यहाँ चाहिँ के कस्तो फुलहरू फुलेको रहेछ र त्यहाँको मौसमहरू के कस्तो रहेछ र त्यहाँको वातावरण, त्यहाँको हावा पानी के कस्तो रहने रहेछ भन्ने कुरा चाहिँ म तपाईहरुलाई यो भिडियो मार्फत देखाउने प्रयास गर्नेछु। यदि तपाईहरु नयाँ हुनुहुन्छ भने चाहिँ यस युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गरेर बेल आइकनमा थिचेर साथ दिनु होला। आउनुहोस् आजको भिडियोतर्फ लागौँ। फाइनली गाइज म चाहिँ यहाँ आइसकेँ, जहाँ कि अब यो देख्न सक्नुहुन्छ यहाँ चाहिँ त्रिभुवन पार्कको बार। यहाँ चाहिँ चोर बाटो रहेको छ गाइज, नचाहिने कुरो गरेर नि भयो। म चाहिँ त्यही चोर बाटोबाट चाहिँ भित्र छिर्नेछु। यहाँको बोर्डहरू चाहिँ यस्तै छ, हेर्नुहोस् यो के को बोर्ड हो तर बोर्डको नाम चाहिँ थाहा छैन गाइज हैन। यो चाहिँ बोर्ड त बोर्डै हो तर के को बोर्ड थाहा छैन। र हेर्नुहोस् न यहाँ यो बोर्डमा चाहिँ यस्तो खालको घाँसहरू पलाएको छ पुरै। ओ कर्कलो पनि रहेछ गाइज, कर्कलो पनि पलाएको छैन न यो बोर्डमा। कर्कलोको बोट यताबाट चाहिँ चित्रै देखाएको थिएन कि अब कर्कलोको बोट टन्नै छ। कर्कलोको बोटहरू रुखमाथि पनि पुरा कर्कलो छ यार। तपाईँहरूलाई यो घाँसहरू देखाउने छु अब। र यहाँ हेर्नुहोस् कर्कलोको बोटहरू पुरै कर्कलो छ। यहाँ पुरै कर्कलोहरू छ, घाँसहरू छ यो बोटमाथि। के हो बोरा पनि छ त यहाँ, हेर्नुहोस् यता पनि छ कर्कलो। कर्कलोको पानी पल पल जिन्दगानी। र यो चाहिँ थाङकोटको जङ्गल है गाइज। थाङकोटको जङ्गल मतलब पार्कको जङ्गल। र यहाँ चाहिँ हेर्नुहोस् न स्टार हाउस, यो चाहिँ गोलघर, स्टार गोलघर। माथि पनि रेलिङ हालेको छ अहिले त, पुरा रेलिङ हालेर पनि कलर गरेर रहेछ गाइज अहिले चाहिँ। यहाँ चराचुरुङ्गीहरू चाहिँ मजाले, चराचुरुङ्गी आवाजहरू चाहिँ मजाले सुन्न सकिन्छ हामी यहाँ चाहिँ। म अझै पनि भित्र गएर चाहिँ तपाईँहरूलाई चराचुरुङ्गीको आवाज चाहिँ सुनाउने प्रयास गर्नेछु है त गाइज। यहाँको जङ्गलहरू यस्तो छ हेर्नुहोस्, ऐसेलु घारी छ, बनमारा घारी छ। यहाँ चाहिँ पुरा कुलो काप्चो। यो चाहिँ यहाँको चोर बाटो है गाइज, त्रिभुवन पार्कमा छिर्ने चोर बाटो। र उताबाट पनि थियो राम्रो बाटो, तर यताबाट चाहिँ हेरौँ कस्तो रहेछ, जान सकिन्छ कि सकिँदैन। ओ भाइ के हो यार, यस्तो खतरा छ गाइज, कसो जाने। यसको लागि त मैले मोबाइल अफ गर्नुपर्ने हुन्छ क्या हो। यस्तो छ खाल्टा पुरै, तर जानु त जानै पर्छ यसैबाट भए पनि। हेर्नुहोस् है म कसरी जाने रहेछु भन्ने कुरा चाहिँ म तपाईँलाई यो ढल्यो भने त गयो त यार। ए पुरै खाल्टामै जान्छ, म पनि जान्छु, मोबाइल पनि जान्छ फेरि। आथा च्याप्यो गाई च्याप्यो। यसरी ओइ 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 खतरा हल्लिँदो रहेछ यार यो त, होइन पुरै हल्लिँदा धन्नैले पार त गरियो यस्तो खतरा ठाउँबाट। पार पनि गरियो गाइस, धन्नैले लडिएन। पुरा पिलर हल्लेर लिङ्थिङ हल्लेर चाहिँ म त्यो धन्नैले तलतिर झरिएन। अब चाहिँ म थाङकोटको पार्कभित्र चाहिँ प्रवेश गरिसकेको छु र यता हिँड्दैछु। र यहाँ चाहिँ पुरा पहिरो गएको रहेछ, पानीले बगाएको रहेछ यो चाहिँ। र यता चाहिँ पुरै हेर्नुहोस् चौरीहरू, यस्तो हरियाली देख्न सक्नुहुन्छ हामी, यस्तो छ। अनि यो जुन स्टार हाउस, स्टार गोलघर, स्टार हाउस त भन्नु मिल्दैन यसलाई, गोलघर प्रतीक्षालय। र म चाहिँ अब लाग्नेछु यतैतिर। हेरौँ पुरै पार्क चाहिँ अहिले त तपाईँको पुरै हरियालीले ढाकिएको छ। र फुलहरू चाहिँ के कस्तो फुलेको छ भन्ने कुरा चाहिँ म अब फुलको बोर्ड नजिक पुगेपछि थाहा पाउनेछु। र अस्ति त्योभन्दा अगाडि आउँदाखेरि चाहिँ फुल फुलेको थिएन, अब न अहिले चाहिँ फुल्यो कि अब खै
यही फुल मैले अन्त चाहिँ मजाले फुलेको देखिरहेको छु, तर यो पार्कभित्र चाहिँ मैले फुलेकै देखिरहेको छैन कि किनभने यो 1 वर्ष फुल्ने 1 वर्ष नफुल्ने हुन्छ कि यो फुलहरू पनि, मलाई त्यस्तो लागिरहेछ। र हेर्नुहोस् न मेरो पछाडिको दृश्यहरू चाहिँ क्या दामी देखिरहेको छैन गाइस, कस्तो लागिरहेछ तपाईँहरूलाई? दामी लागेको छ कि छैन भन्नुहोस् है कमेन्टमा। र हेर्नु यस्तो छ र यो चाहिँ ड्रिम वर्ल्ड हो। ड्रिम वर्ल्ड यहाँ चाहिँ रहेको छ तर पुरै बन्द छ, त्यति मान्छेहरू आउँदैन यहाँ, त्यही भएर अब म तपाईँलाई यहाँबाट चाहिँ चराचुरुङ्गीको आवाज सुनाउने प्रयास गरेको छु है त गाइस। अब सुन्नुहोस् यहाँ चाहिँ चराचुरुङ्गीको आवाज। हेर्नुहोस् त्यस्तो दामी ठाउँ छ। सुगा, तोता गरेर छ गाइस। यताबाट चाहिँ कता मेल चरा गरेर छ, कुक 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 गर्दै। म त यस्तो चौरीमा हिँड्यो भने त फेरि जुगा टोक्छ त यार, जुगा खतरा आउँछ नि फेरि। तर आज चाहिँ त्यति साह्रो चराहरू चाहिँ कराएको छैन गाइस, किन होला? यहाँ पनि एउटा गोलघर रहेको छ र यता चाहिँ रेस्टरुम, टोयलेट, बाथरुम र यहाँ चाहिँ यो बोट यहाँ फुलिएको छ तर त्यति राम्रोसँग देखिएको छैन। र म जानेछु यो गोलघरमा एकछिन, त्यहाँ त्यसपछि चाहिँ म यतातिर लाग्नेछु जुन थाङकोटको त्रिभुवन पार्क कुपमा रहेको त्यहाँको मूर्ति रामवरण यादवको ठाउँमा चाहिँ म जानेछु। यो चाहिँ के को बोर्ड यार? यो नासपति सरी के गरे, यो सुपारीको बोर्ड हो कि के को बोर्ड हो यो? यहाँ बोर्डहरू चाहिँ कस्तो झाममा परेको छ कि यस्तो खालको, यो पनि यस्तै पुरै हाँगै हाँगा। आजभोलिको मौसममा चाहिँ तपाईँहरू आउन सक्यो भने चाहिँ यस्तो राम्रो राम्रो दृश्यहरू चाहिँ यहाँ देख्न सक्नुहुनेछ। काठमाडौँबाट त्यति धेरै टाढा पनि छैन यो ठाउँ, नजिकै रहेको छ। र म जाँदैछु यो माथि गोलघर माथि। ओ भाइ बुढाहरूले भाँडाकुटी खेलेको थियो क्या। यहाँ चाहिँ कुखुरा फर्म पनि रहेछ है, घुमाउनेको कुखुरा फर्म। यहाँबाट चाहिँ यस्तो देखिनेछ गोलघर माथिबाट चाहिँ। यता कता खोलाको आवाज आएको छ, खोला ठुलो। खासै चाहिँ नदेख्ने रहेछ ठुलोहरू चाहिँ। र मैले चाहिँ यो च्यानलमा चाहिँ काम गर्न थालेको चाहिँ लगभग 1 वर्ष भइसकेको छ भने, र यसमा चाहिँ मैले 1 वर्षभित्रमा चाहिँ लगभग 8-9 महिना जस्तो अगाडि चाहिँ मैले एकचोटि चाहिँ मोनेटाइजको लागि चाहिँ एप्लाई गरिसकेको थियो। 4000 वाच टाइम पनि पुग्यो र 1000 सब्सक्राइब पनि पुगिसकेको थियो। त्यतिखेर चाहिँ मेरो एउटा मैले टियु क्रिकेट ग्राउन्डमा चाहिँ टियु क्रिकेट ग्राउन्डको भिडियो चाहिँ हालेको थियो त्यतिखेर चाहिँ। अनि त्यसपछि चाहिँ मेरो के भइदियो भने रियुज कन्टेन्टको प्रब्लम आयो थियो। त्यसपछि मैले चाहिँ अनि काम गर्नै छोडिदिएँ यस च्यानलमा चाहिँ। अब त्यसपछि चाहिँ फेरि पनि मलाई यसैमै काम गर्नु मन लाग्यो, किनभने यसमा चाहिँ मेरो 4000 प्लस सब्सक्राइब रहेको छ। त्यसैले चाहिँ फेरि पनि एकचोटि काम गरौँ कि भन्ने सोचले चाहिँ फेरि यो भिडियो बनाएको हो। र आशा छ यहाँहरूले चाहिँ हेरेर साथ दिनुहुन्छ है गाइस। र यो चाहिँ दोस्रो गोलघर, यो चाहिँ दोस्रो गोलघर रहेको छ भने अब यताबाट म देखाउनेछु। यहाँ चाहिँ झरना है, तर के को झरना? यो पुरा ढलको झरना हो क्या। यहाँबाट तरर आइरहेको छ, ढलको झरना जस्तो छ। र यता चाहिँ हामी देख्न सक्छौँ खोलो, चरा के चरा हो यो? यहाँ
चाहिँ पहिरो गएको रहेछ पहिला चाहिँ। अहिले चाहिँ घाँसहरू पुरै पलाएर चाहिँ पहिरो गएको छैन। यो चाहिँ पहिरो आयो भने चाहिँ रुख पुरै गयो यो रुख यस्तो छ। र यता चाहिँ धमाधम काम भइरहेको रहेछ यस्तो खालको। टी बालुवा ओसार्दै यहाँ रहेछ मसला बनाउने ठाउँ। र यता चाहिँ यो ढलान गरेर रहेछ। यो चाहिँ यो जुन सेतो सेतो देख्नु भएको छ यो यता यो चाहिँ पुरा ढलान गरेर रहेछ। त्यहाँ फर्मा ठोक्दैछ। र यो चाहिँ यहाँको सानो खोला। यो पनि माथि वनबाट आउँछ। यो पनि चन्द्रगिरी डाँडादेखि चाहिँ यो पानी आउँछ यो चाहिँ। र कति चाहिँ तपाईँको ढलहरू पनि मिसिएर आउँछ। र फेरि म जाँदैछु उता यही बाटोतर्फ। उता अब के देखिन्छ अब म देखाउने प्रयास गर्नेछु। जुन फुल चाहिँ मैले तपाईँहरूलाई देखाउने भनेको थियो तर त्यो फुल चाहिँ हल्का फुल्का मात्रै केही मात्रामा चाहिँ हामीले यो जुन देख्नु भएको छ यो सानो बोट हो। यो बोट यहाँनिर चाहिँ हल्का फुल्का फुल्न थालेको रहेछ अहिले चाहिँ। अबको चाहिँ तपाईँको 10-12 दिनमा चाहिँ यहाँ चाहिँ पुरै ढकमकाउने रहेछ यो फुलहरूले चाहिँ। किनभने यहाँ फुल यस्तो फुलहरू लाइनै छ कि टन्नै छ। र मैले चाहिँ त्यही फुल नै फुल्छ कि भनेर आशले चाहिँ तपाईँहरूलाई यहाँ लिएर आएको थियो। तर भनेको जस्तो सोचेको जस्तो चाहिँ त्यस्तो रहेनछ। र अब केही दिनपछि चाहिँ फेरि पनि म यही फुललाई भए पनि म देखाउने कोसिसमा अर्को भिडियो लिएर आउनेछु। र अहिले चाहिँ अहिलेको लागि चाहिँ यस्तै खालको फुलहरू चाहिँ हेरेर चित्त बुझाउनु होला। यहाँ चाहिँ अहिले ढुङ्गा त पहिल्यै ओछ्याएको थियो तर छेउछाउतिर चाहिँ पुरै सरसफाइ गरेको रहेछ। र यता पनि बाटो छ यहाँ चाहिँ। र यो फुल चाहिँ हेर्नु न भर्खर फुल्न थालिरहेको छ। तर यो पुरै झ्याप्प फुल्छ नि। यहाँ यो सुरुवाती यो फुल भयो त्यसपछि अनि यहाँबाट यो फुल यो पनि हो। र यो लाइनमा टन्नै छ यो लाइनमा टन्नै छ त्यो फुलहरू। यो फुल्न थालेपछि यो चाहिँ फेरि यसको आकर्षक भनेको चाहिँ यही हो कि यहाँको चाहिँ एकदमै खतरा फुल चाहिँ यही देखिने छ पुरै। किनभने यहाँदेखि चाहिँ पुरा ढकमकाएर यहाँसम्म चाहिँ त्यो गेटसम्म चाहिँ टन्नै छ। र यो चाहिँ यो सेतो चाहिँ यहाँको जू जस्तै छ है। यहाँ चाहिँ पुरा तपाईँहरू फोटोसोटो खिच्न सक्नुहुनेछ र भिडियोहरू बनाउन सक्ने हुनेछ टिकटकको भिडियोहरू। किनभने झरना छ गोहीको मुखमा गएर फोटो खिच्न सक्नुहुन्छ टिकटक बनाउन सक्नुहुन्छ। सबै चिज रहेको छ यो भित्र चाहिँ। डाइनोसरहरू पनि रहेको छ है। यस्तो छ यहाँ चाहिँ। यो चाहिँ पुरै फुलको बोर्डहरू हो गाइस। यहाँ चाहिँ यो लाइन देख्नु भएको यो पुरै फुलकै बोर्ड हो। यो फुलकै बोर्ड हो। यो लाइनै यहाँ तलतिरदेखि यता लाइनसम्म त्यहाँसम्म चाहिँ पुरै फुल्छ यो चाहिँ। किनकि यो फुल खाएपछि पुरै बाक्लो फुल्छ कि यो पुरै यो पत्तादेखि नै पुरै झ्याम्मै फुलेर रातै भएर आउँछ। अहिले चाहिँ त्रिभुवन पार्कको चाहिँ पुरै मुहान फेरिएको छ गाइज। मुहारै फेरिएको छ। यहाँ चाहिँ ब्रिज हालिसकेको रहेछ। पुल हालिसकेको रहेछ भने यहाँ चाहिँ रेलिङहरू पनि पुरै हालिसकेको रहेछ अहिले चाहिँ। थ्री डी रहेछ यो चाहिँ 3D हाउस। यस्तो खालको छ पुरै। र यो चाहिँ यहाँको सानो पुल र यहाँको चाहिँ खोलो यो 3D हाउस। ग्याबिन पनि भरेको रहेछ अहिले चाहिँ। र ग्याबिन भरेर पनि ठाउँ ठाउँमा चाहिँ यस्तो ढलानहरू पनि गरिसकेको रहेछ। र झर्ना जस्तो ठुलो खोला आयो भने खतरा झर्ना जस्तो देखिन्छ यो चाहिँ। र अहिले सानो छ त्यही भएर चाहिँ त्यस्तो चाहिँ छैन खासै।
र यहाँ चाहिँ हेर्नुहोस् यहाँको चाहिँ गोलघर खतरा बनाएको छ दामी। र म यताबाट जानेछु, यता यो बाटो भएर चाहिँ म यतातर्फ जानेछु र यहाँ छ जुन सेतो सेतो देख्नु भएको छ यहाँसम्म चाहिँ जानेछु र यहाँ चाहिँ मूर्ति म तपाईँहरूलाई देखाउनेछु। र त्यहाँ चाहिँ योभन्दा अगाडि चाहिँ पुरै नाङ्गै थियो त्यहाँ चाहिँ, र अहिले चाहिँ यहाँबाट देखिरहेको छु कि फुलहरू दामी दामी फुल फुलिरहेको छ है। फुलहरू रोपेको थिएन, अहिले चाहिँ कस्तो एकैचोटि फुलेको छ, फुलिसकेको देखिरहेको छु मैले अहिले त। त्यतिखेर रोपेकै थिएन ल त्यहाँ फुल, अहिले त पुरै प्लास्टिकको फुल हो कि ओरिजिनल फुल हो त्यो चाहिँ हेर्नु त्यहाँ गएपछि थाहा पाउनु चाहिँ। र अहिले चाहिँ म यताबाट जाने प्रयास, अहिले चाहिँ म यताबाट जाँदैछु है गाइस। अहिले चाहिँ बन्द रहेछ यो ट्रिटी हाउस, यता के छ यहाँ पनि खतरा छ। यति नाचिरहेको छ र यहाँ चाहिँ काम धमाधम भइरहेको छ गाइस। काम चाहिँ एकदम धमाधम भइरहेको छ यहाँ चाहिँ। अब दसैँभरिमा चाहिँ तपाईँको यहाँ चाहिँ जे होस् खतरा बन्ने रहेछ भन्ने कुरा चाहिँ यसैबाट चाहिँ अनुमान लगाउन सकिन्छ हामीले। किनभने योभन्दा अगाडि चाहिँ केही यस्तोहरू केही भएको थिएन। हेर्नुहोस् ढुङ्गे धारा, यो चाहिँ यहाँको टोयलेट र यहाँ चाहिँ पुरै ठाउँमा चाहिँ पुरै ग्याबिन ढलान गरेको रहेछ यो खोलालाई चाहिँ माथिदेखि नै तलसम्मै। जुन अब यसको लगभग अन्तिम गेट भनेको नै यही हो, यहाँसम्म छ र यहाँसम्म चाहिँ तपाईँको पुरै माथिदेखि तलसम्म चाहिँ पुरै ढलान भएर चाहिँ लगभग सकिसकेको रहेछ। र मेरो अगाडिपट्टि तपाईँहरूले देख्नुभयो होला यो चाहिँ रङ्गी चङ्गी पुरै के होला भन्नु थाल्ने होला, न्याउरी मुसो भागिहाल्यो नि। न्याउरी मुसो चाहिँ भाग्यो गाइस। तर यो रङ्गी चङ्गी चाहिँ खतरा फुल छ है यहाँको, पुरै झिलिमिली। यहाँको चौतारा चाहिँ पुरै भत्किसकेको छ। यहाँको फुल झिलिमिली फुल। बाटो चाहिँ अहिले त्यो राम्रो बनाएको रहेछ पहिलाभन्दा चाहिँ, धेरै नै राम्रो। यता पनि छ यता पनि छ, दुइटै रहेछ खोला। के हो यो मान्छे पढ्ने ठाउँ पो रहेछ। पार्कभित्र पनि मान्छे पढ्ने ठाउँ हो भाइ। र यता चाहिँ यहाँ पनि पुरै गुलाबको फुलहरू टन्नै छ यहाँ चाहिँ। तर अहिले चाहिँ खै त गुलाबको फुलहरू पनि सबै उखालिसक्यो क्या, छैन त एउटै देखिएन म त। र म तपाईँलाई यही फुल, यही बुट्टा भरेको फुल, मतलब फुल त अहिले छैन तर पनि यस्तै भए पनि म तपाईँहरूलाई देखाउँदैछु। तर म पुरै हरियो देखिरहेको छ हामी चाहिँ। र तपाईँहरू ठाउँ ठाउँमा यसरी विश्राम पनि गर्न सक्नुहुनेछ। यस्तो छ पुरै यहाँ चाहिँ कटिङ गरेको छ पुरा। तर गुलाबको बोर्डहरू चाहिँ टन्नै थियो यहाँ त, खोइ त अहिले त मैले एउटै देखिरहेको छैन। सबै सुक्या हो क्या यो गुलाबको फुलहरू। हो यता चाहिँ रहेछ गोडगाड कार्यक्रम हुँदै रहेछ, यस्तो छ। यहाँ चाहिँ ए फेरि रोप्दा रहेछ यो, पहिलाको मरेर पनि फेरि अर्को रोपिरहेको रहेछ। पुरै गोड्दै रोप्दै रहेछ। र यस्तो छ बाटोहरू।
यता पनि बाटो, यता पनि बाटो। यो चाहिँ मान्छे जलाउने ठाउँ रहेछ गाइज। यहाँ चाहिँ मैले पहिला देखेको थिएन, अहिले देखेको यहाँको चाहिँ। र म यता जाँदैछु र यता गइसकेपछि यो चाहिँ यहाँको मेन गेट हो। तर यता त जाँदिनँ किनभने मलाई टिकट माग्छ गाइज। मसँग टिकट छैन किनभने म चोर बाटोबाट प्रवेश गरेको हो। त्यसैले गर्दा चाहिँ भाइ यो नरियलको बोट हो कि के को बोट हो? यो बोटमा पनि फुल छ त, के को फुल हो यस्तो? यो मैले माथि देखाउने फुलहरू चाहिँ यही फुल हो तपाईँको। हेर्नुहोस् यस्तै खालको फुल पुरा फुल्ने गर्छ भोलि पर्सि। तर अहिले चाहिँ थुङ्गा चाहिँ टन्नै लागेको छ पुरा। हेर्नु पुरा थुङ्गा, यो सेतो सेतो देख्नु भएको थियो पुरै थुङ्गा हो यो। र यो फुलेपछि चाहिँ पुरा बोटै रातो बनाउँछ यसले। यस्तो यो रातो त होइन, यो गुलाबी कलरको रहेछ, पिङ्क कलर, पुरै रातो देखाउँछ यसले। र यता चाहिँ धुप्पीको बोट अनि यो ओखरको बोट। यो चाहिँ पुरा धुप्पीको बोट अनि ओखरको बोट। यो चाहिँ यहाँको चौरी। र यता कता हो? बुद्धको मूर्ति पनि छ। तर म त्यता गइँदैन र म यता गइन्छु। र यताबाट यो बोटको पछाडिबाट चाहिँ, र म यताबाट चाहिँ यो बोटको पछाडि भएर चाहिँ म माथि रामवरण यादवको मूर्ति भएको ठाउँमा चाहिँ म जानेछु। अब रामवरण यादव हो कि रामचन्द्र पौडेल चाहिँ हो? रामवरण नै हो यो जुन देख्नु भएको छ। के हो गाइस, यहाँ त पुरा के हो यार, पुरा भाइ खतरा बनाउनु थालेछ अहिले त। यहाँ चाहिँ यो पनि फुलकै बोट हो है गाइस, यो पनि फुलकै बोट हो। तर फुल चाहिँ पुरै ओइलिसकेको रहेछ। हेर्नुहोस् त पुरै कालो कालो भएको देख्छ। यो कालो कालो चाहिँ फुल ओइलेको है गाइस। फुल ओइलिसकेको छ। हामी यता गेटतर्फ आइसकेको छ र यता आइसकेपछि चाहिँ यस्तो खालको भ्यूहरू हामी देख्न सक्छौँ। यो चाहिँ यहाँको गेट। यहाँ चाहिँ देख्न सक्नुहुन्छ यहाँ पुरै फुल। योभन्दा अगाडि चाहिँ पुरा गोडगाड मात्रै गरेको थियो, फुलहरू रोपेको थिएन। दामी अहिले चाहिँ फुल चाहिँ दामी फुलहरू रोपिएको छ। एक तह, दुई तह, तीन तहसम्म यस्तो फुल र 4 तहमा चाहिँ यो फुल रहेछ। यस्तो खालको पुरा रिङै छ है गाइस, यो चाहिँ पुरै रिङै छ। 4 तह, यो 5 तहमा पनि अर्को छुट्टै खालको फुल रहेछ। 6 तहमा चाहिँ तपाईँको त्यही सयपत्री नै हो। तर सयपत्री पनि 1 थरी, 2 थरी, 3 थरी, 4 थरीको रहेछ। र यो चाहिँ यहाँको मूर्ति है, राष्ट्रपतिको मूर्ति। हेर्नुहोस् पुरा रिङै छ यो फुलहरू चाहिँ, पुरा रिङै छ गाइज। र यता चाहिँ यही हो यहाँको मेन पोइन्ट भनेको नै यही हो सायद, किनभने यो बोटको चाहिँ एकदम खतरा भ्यू आउने गर्छ। यस्तो छ है गाइज, फुलहरू यस्तो रोपेको छ, पुरै रिङै छ यो, पुरै रिङै। अहिले चाहिँ त्रिभुवन पार्कको चाहिँ मुहार चाहिँ छुट्टै खालको बनाएको छ अहिले चाहिँ। पुरै मुहार फेरिएको छ। हेर्नुहोस् न, अब यो बारहरू पनि थिएन, अब यहाँनिर यो टोयलेटहरू के बन्दै पनि छ, के बन्दैछ यहाँ चाहिँ। त्यो दामी छ अहिले चाहिँ, दामी बनेको छ है गाइज। तपाईँहरू आउन सक्नुहुन्छ र यहाँ चाहिँ
भिजिट गर्न सक्नुहुन्छ र यहाँ चाहिँ पिकनिक अब घुमघाम जे बोयफ्रेन्ड गर्लफ्रेन्ड जो पनि आउन सक्नुहुन्छ है त्यता इन्जोय गर्न सक्नुहुन्छ यो ठाउँमा आएर चाहिँ भरपुर इन्जोय। र यहाँहरूले चाहिँ यो भिडियो हेरिसक्नुभयो होला र कमेन्टमा चाहिँ भनिदिनु होला के कस्तो रहेको रहेछ भन्ने कुरा चाहिँ। र यहाँ चाहिँ अहिले धेरै नै मुहानहरू धेरै नै उयोहरू चाहिँ फेरिसकेको रहेछ। यहाँको चाहिँ समितिहरूमा चाहिँ एकदम राम्रो हुनेछ किनभने सबै ठाउँमा चाहिँ कामहरू एकदम तीव्र गतिमा भइरहेको छ। त्यसैले गर्दा चाहिँ एकदम भविष्यमा चाहिँ यस्तो राम्रो हुनेछ। र हस् गाइस आजको लागि यति नै, हामी भेट्नेछौँ अर्को भिडियोमा। त्यति बेला चाहिँ यहाँसँग भएर चाहन्छु। हस् त बाई बाई।